नमस्कार, महेन्द्रलाल ठाकुर सुनसरी जिल्लाको बर्दिया गाउँपालिकाबाट म आज सुस्ता बोर्डर क्राइसिसको बारेमा म मुक्त कण्ठले सुस्ताका स्थानीयवासी जुन वीरता, कर्मठता, साहस, इमान्दारिता, देशभक्तिको भावना जुन प्रकट गर्नुभयो, प्रदर्शन गर्नुभयो, त्यसलाई चाहिँ म धन्यवाद होइन साधुवाद ज्ञापन गर्न चाहन्छु। वास्तवमा इतिहासमा पढेको थिएँ तिखुरा खुकुरीले नाला पानीको लडाइँमा अब त्यहाँनिर चाहिँ अख्तर लोनी जस्ता एउटा सक्षम हतियारले युक्त भएका, तोप बारुदले युक्त भएका जुन त्यहाँका चिफ थिए, त्यस्तासँग युद्ध गरेर अब परास्त गरिदिएका थिए। तिनकै सन्तान चाहिँ सुस्तावासी। त्यहाँ अब थारू बस्तीको सङ्ख्या बढी छ, अरू पनि होला, तर म समष्टि रूपमा सम्पूर्णलाई चाहिँ वीर कर्मठ देशभक्त नेपाली हुन्छु। हामी उहाँहरूको जति पनि प्रशंसा गरेको कम छ। सरकारलाई चाहिँ म अनुरोध गर्न चाहन्छु, प्रधानमन्त्रीज्यू, उहाँहरूलाई सुरक्षा गरे बापत यसबाट प्रमाणित के हुन्छ भने सुरक्षा गर्ने उहाँहरूमा पुरा जमर्को छ, क्षमता छ। उहाँहरू सुरक्षा गरे बापत उहाँहरूको सुरक्षा भत्ता, सुरक्षाको दायित्व दिने र उहाँहरूलाई उपयुक्त के घरेलु हात हतियार के कसो हुन्छ, या त उहाँ सशस्त्र प्रहरी क्याम्पको स्थापना गरिदिए अनि तिनकै साथमा लडाइँ गर्न तिनीहरूलाई सजिलो हुन्थ्यो। स्थानीयवासी सङ्घलाई चाहिँ बन्दुक नभए पनि केही व्यवस्था गरिदिनु। उहाँहरूको चाहिँ सुरक्षा भत्ता एउटा प्राइज छ, ठुलो प्राइज उहाँहरूले दिँदाखेरि बोर्डर एरियामा रहेका पूर्वदेखि पश्चिमसम्म सम्पूर्ण बोर्डरवासीहरू आफूलाई देशभक्त पुलिस सम्झेर, बिना वर्दीको पुलिस सम्झेर ती सम्पूर्ण दुष्ट दलालहरूलाई, वर्दीवाला गुण्डालाई चाहिँ कुटेर लखेटेर परास्त गर्ने थिए। यो एउटा नजिर बन्ने छ। त्यसले चाहिँ सुस्तावासीहरूलाई चाहिँ लाखौँ करोडौँको काम गरेको छ भने, अर्बौँको काम गरेको छ भने त्यसवासीका मानिसहरूको साहसलाई चाहिँ हामी मूल्याङ्कन गरौँ, मूल्य दिउँ। हामी उनीहरूलाई रसद पानी र सेवा सुविधा दिउँ, सुरक्षा भत्ता उहाँहरूलाई दिउँ। उहाँहरूको जिम्मा हुन्छ र त्यहाँ सशस्त्र क्याम्प पनि हुन्छ। र त्यस कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ यदि यस्तो किसिमको दिनुभयो भने, मेरो घर सुनसरी जिल्लामा, मेरो घर बर्जु गाउँपालिका पनि बोर्डरमै पर्दछ। हाम्रो बर्जु गाउँपालिकाको बोर्डर भारतसँग जोडिएको छ। यहाँनिर पनि सिमानाहरू यसै गरी मिचिएको छ। यदि चाहिँ सिमानामा बस्ने मानिसहरू त्यहाँका भित्रपट्टिका उताका प्रहरीहरूसँग बदमासी गर्दा लखेट्छ भने त्यो प्रोत्साहन यहाँका नेपाली जनतालाई पनि हुन्छ, आँट कोष जहाँ हुन्छ। त्यस्तो व्यवहार राम्रो गरिदिनु भयो भने यो सबैमा हुन्छ र सम्पूर्ण नेपालीको जिम्मा त्यो मेरो देश हो। प्रथम चरणमा हामी नेपाली नागरिकले नै रक्षा गर्नुपर्छ, अरूले गरिदिँदैन भन्ने कुरा चाहिँ यसको चाहिँ एउटा सिक हुन्छ, नजिर हुन्छ। कृपा बालेनज्यू प्रधानमन्त्री हुन्छ, सम्मान्य बालेनज्यू, गृहमन्त्रीज्यू लगायतका सम्पूर्ण अब रवि छानेज्यू, तपाईँहरूले यस्तो गरी मैले मेरो सुझावलाई मध्यनजर गरी लागू गरिदिए सुस्तावासीलाई त्यो एउटा सम्पूर्ण महाकालीदेखि लिएर मेचीसम्मका बोर्डरमा रहेका भारतीयहरू हतोत्साही हुन्थे, नेपालीहरू उत्साही हुन्थे। यसलाई नेपाललाई फाइदा हुने